गाइस के अरे हाम्रो माइती आउँदै हुनुहुन्छ, आइसक्नु भयो अरे उहाँ र हामी चाहिँ यहाँ रानीबारी घुम्न जाने कुरो भइसक्यो। रानीबारी घुम्न जानलाई म झर्दैछु, तयार भएर ट्याक्टर अब उहाँलाई भेट्न जाँदैछु। म चाहिँ आइसक्नु भयो अरे अनि फोन गर्नुभएको थियो मलाई आउनु पर्यो भनेर। म चाहिँ जाँदैछु चाहिँ रानीबारी घुमेर हामी चाहिँ ट्याक्टर रानीबारी घुमेर आउँछ। त्यसपछि रानीबारी कस्तो रहेछ म देखाउँछु तपाईँहरूलाई। रानीबारी घुम्न हिँड्यौँ हामी, उहाँहरू आइसक्नु भयो रानीबारी घुम्नु। उहाँ उभिनु भएको छ माइतीहरू। के अरे सानो हो क्या। ल अब हामी रानीबारी घुम्न जाने कुरो भयो होइन माइती। ल अब हामी लाग्यौँ। अब रानीबारी कस्तो छ ट्याक्क हामी चाहिँ यहाँ ट्याक्क खाजाहरू एकदम पानी सानी खाजा किन्ने भन्ने होटलमा झरिसक्यौँ। दामी। ल उहाँहरू चाहिँ खाजा किन्नलाई जानुभएको छ। धेरै छिदा गरेर यहाँ खाजा घर टाइपको हल्का पानी सानी चाउचो पानी ठाउँ रहेछ कसो त्यस्तै लाग्यो मलाई। दामी छ। फेरि आइदिउँ न भने एकदम जति आयो भने एकदम चित्त चाहिँ नमर्ने एकदम ढोको लागि गर्ने टाइपको छ यो ठाउँ चाहिँ। दामी छ। जति आयो पनि मनै नभर्ने ठाउँ रहेछ। दामी छ ठाउँ चाहिँ। ल उकालो रहेछ माथि चाहिँ कस्तो छ हेरौँ है त। ल दामी ल ठ्याक्क यहाँ चाहिँ ठाउँ दामी छ। एकचोटि नजिक हुनुहुन्छ भने तपाईँ काठमाडौँमा हुनुहुन्छ भने घुम्न आउनु भएको छैन भने चाहिँ यो ठाउँमा एकचोटि घुम्न आउनुहोस्। ल अब चाहिँ हामी चाहिँ रानीबारीबाट बाई रानीबारी बिदाइ हुँदैछौँ। अब हामी जान लाग्यो। अब टाइम 5 बजी मात्रै रहेछ। हाम्रो सरले फेरि निस्क्यौँ भन्ने खालको कुरो गर्नुभयो। 5 बजीसम्म मात्रै रहेछ रानीबारी खुल्ला। अब त्यही हो ल 8 बजीदेखि 5 बजीसम्म खुल्ला रहेछ। अब हामी निस्किनु लाग्यो। ल उसो हाम्रो माइती निस्किनु लाउनु भएको छ। उसो उहाँले चाहिँ अलिकति सुझाव दिएर माइती उहाँ पुगिसक्नु भयो। अब चाहिँ हामी निस्क्यौँ है रानीबारीबाट। हामी ठ्याक्क निस्किसक्यो। अघि आइरहेको थियौँ। अब 5 बजे अब यो ठाउँबाट हामी भयो। राम्रोसँग घुम्नु त पाइएन, अलि ढिला भयो आउन पनि। राम्रोसँग हामी घुम्न पाइएन, अलि आउन पनि हाम्रो ढिलै भएको थियो। 5:30मा आएको थियौँ। अब आधी घन्टा पनि बसेन। 5 बजेदेखि निकाल्नु पऱ्यो। अब हामी चाहिँ निस्किँदैछौँ। छेउहरू पनि हिँडिराख्नु भएको छ अगाडि। यो जङ्गल चाहिँ घुम्यो। अलि जङ्गल यताको जङ्गल दामी रहेछ। रानीबारी चाहिँ दामी छ घुम्न आउने ठाउँ हो एक हिसाबले। दामी छ दामी। ल आजलाई यति नै।